वर्षेनी 13 करोडको दरले बढ्ने संसारको अनुमानित 7 अर्ब जनसङ्ख्यासँगै यसको इच्छा र आकांक्षा अनगिनत हुन पुग्छ। यसरी नै हामीले केही मानिसहरूसँग एउटा प्रश्न सोध्यौं। What would that be? It's a difficult question. It's a really difficult question. The feeling I follow. मलाई क्वेसन एकचोटि फेरि मजाले गर्नु त तपाईले भनेको। त्यो त सोच्नु पर्छ है। म चाहिँ के हो न जस्तो छ त्यस्तै हो अनि साथमा चाहिँ मैले आफूले मन पराएको मान्छे पनि होस् के तर म त्यो भन्न चाहन्न हैन तर पनि That's a big question, you know. It's like, what's the purpose of life? Yeah. You follow my feeling. It's come to me. Come. र त्यसको प्रत्युत्तरमा हामीले सपना पायौं। मेरो सपना आफ्नै ठाउँ ठिक छ आफ्नै ठाउँ अब बिहान यस्तो पोखराको बिचमा हैन हिमालहरूको छेउमा उड्दाखेरि यसमै खुसी जस्तो लाग्छ कि मलाई त्यसलाई कसरी डिफाइन गर्ने त्यो धेरै तरिकाले हैन सोध्नु मलाई सुपरम्यान भन्ने इच्छा छ राष्ट्रपति भवनमा एउटा हैन अब आफै एउटा नेता भएर हैन हाम्रो देशमा चाहिँ एकदमै धेरै अब धेरै कुरा अनडेभलप छ नि त हैन अनि धेरै कुराहरू चेन्ज गर्न मलाई थाहा छ बिजीमा मारामार मान्छे भएर आएर जुरुक्क हुनु पायो भने मान्छेलाई जिन्दगी भनेको एउटा सन्तुष्टि हो म अहिले जे छु जहाँ छु आफ्नै कारणले छु र मलाई चाहिँ आफूले अहिले भएको ठाउँमा खुसी लागिरहेको छ र मलाई चाहिँ अरू केही चाहिन्न त्यही आफ्नै पायो हामीले सोचेको जस्तो चाहिँ यो लाइफमा कहिले पनि पुग्दैन मान्छेले एउटा सिडी चढ्यो भने चाहिँ 5 वटा सिडी चाहिँ सपना देखिरहेको हुन्छ भोलिपल्ट पनि म आफै सूर्य थापा नै भएर उठेको र आफ्नै बेडबाट आफ्नो बेडमै सूर्य थापा नै भएर उठेको देख्न चाहन्छु होला जबबाट फर्केर आउने बेलामा सडक बालबालिकाहरू यतातता छरिएर पिँढीहरूमा सुतिरहेको अवस्थामा देखिन्छ तिनीहरूलाई सही ढङ्गले व्यवस्थित गर्ने र कुनै निकायसँग काम गर्ने व्यक्ति बन्ने सोच भइरहेको हुन्छ जहिले पनि You have this one chance to be alive, you know, to feel alive. म चाहिँ बिहान उठ्दाखेरि चाहिँ आफ्नो फ्यामिलीलाई देख्नु पायो भने त्यो भन्दा ठुलो कुरा मलाई केही पनि छैन म अराउन्ड 5 वर्षको हुँदाखेरि जहाँमा थिएँ त्यो बेलामा म पुग्न चाहन्छु किनकि त्यो टाइम मेरो एकदमै प्रिसियस थियो त्यो बेला मैले धेरै कुरा सिकेँ जीवनमा आफूले चाहनु एउटा कुरा हो प्राप्त हुनु अर्को कुरा हो हरेक चिज चाहेका चिजहरू प्राप्त हुने भए सायद जीवन यस्तो पनि हुँदैन थियो जस राम्रो मान्छे राम्रो मुड हैन राम्रो सोचाइ लिएर उठ्न पाउने हैन सुत्न पाउने एज अ गुड ह्युमन बिङ्सको ड्रिम हैन भोलिको नेपाल अत्यन्त सुन्दर नेपाल होस् है र विगत जै पुनः त्यो नदोहोरियोस् र एउटा नयाँ जीवन त्यो बिहानीले एउटा जसरी बिहानको सूर्यहरू बनाउँछ त्यसरी एउटा नयाँ जीवन लिएर त्यसले आओस् र नयाँ अनुभूति नयाँ अनुभव नयाँ सिर्जनाहरू लिएर आओस् भन्ने त्यो मेरो सपना हुन्छ प्रत्येक
दिन एउटा सृजनात्मक ढङ्गले दिनहरू जाओस् र नयाँ नयाँ सोच नयाँ विचारको साथमा आफ्नो जिन्दगीलाई अघि बढाउन म सधैँ तत्पर रहन्छु। Being an entrepreneur or an inventor of some sort. जीवनलाई आफ्नो आकार दिन खोज्ने आफ्नो रङ दिन खोज्ने हाम्रो प्रयत्न होला तर ती सबै प्रयत्नहरू सार्थक हुँदैन। त्यस कारण मलाई के लाग्छ भन्दा म आज राति सुतेर भोलि बिहान उठ्यो भने म यही उठ्छु। I don't know what exactly I can say, name one job or whatever, but I do know this, that it has to include something creative. मेरो सपना मेरो सपना मेरो सपना मेरो सपना